त्यही बस्ती केही पनि छैन। मलाई डर लाग्छ कि बाटो हुँदा के जानकारी लिएर आएको छु भने राष्ट्रकालीन भिडियो पनि एकदमै आकर्षक छ है, सुन्दर छ। बाटो भने भन्नुहुन्छ भने बाटोको अवस्था यति अप्ठ्यारो छ कि मात्रै बाइकको एउटा चिज लड्ने ठाउँ छ, त्यो डाँडा कुदाउनु पर्ने। बाइचान्स खाल्डोमा पऱ्यो भने सक्यो, त्यो बाइक कसरी गर्दा पनि निस्किँदैन। त्यो बाइचान्स खोलामा झऱ्यो भने बाइक छोड्ने, आफू हिँड्दै जाने। फेरि भोलिपल्ट साथीभाइहरू लिएर आउने अनि बाइकलाई निकाल्नु जाने। यो बाटो अहिलेको बाटो हिँड्दाखेरि यो बाटोमा नसा नि नसा, अनि छोरा मान्छेको नसा जान्छ कि भन्ने डर पनि छ। 1000 ठाउँ चाहिँ कम्ती भएर चाहिँ ट्याङ्कीमाथि चढ्नुपर्छ। यस्तो अवस्थामा चाहिँ यात्रा गर्नु परिरहेको छ। एकदम गाह्रो छ है। यतिखेर चाहिँ सिंहमालीका प्राविधिक साल पछिल्लो चाहिँ एक कामरेटारको सिंहमालीका गाउँले आइदिन्थ्यो र यस्तो छ। यात्रा कठिन थियो आज, पनि अब तय गर्न आँट्यो।